भ्रष्टाचार भएको विषयमा भेला बसी निर्णय गरियो, भेला बस्ने निर्णय गरियो। यसमा हाम्रो अहिले 40 जना उपस्थिति हुनुहुन्छ, 50 जना अनि हाम्रो प्रस्तावहरू आज चाहिँ के छ भने प्रस्ताव नम्बर 1 निजगढ नगरपालिकाभित्र भएको भ्रष्टाचार र अनियमितताको विषयमा छलफल गरियो। प्रस्ताव नम्बर 2 पारदर्शी छानबिन र निष्पक्ष कारबाहीको सम्बन्धमा। प्रस्ताव नम्बर 1 माथि छलफल गर्दा यस निजगढ नगरपालिकाभित्र कर्मचारीहरूको मिलोमतोमा भइरहेको भ्रष्टाचार र अनियमितताको विरुद्धमा आवाज उठाइने निर्णय पारित गरियो। प्रस्ताव नम्बर 2 माथि छलफल गर्दा निजगढ नगरपालिकाद्वारा गठन गरिएको छानबिन समितिले निष्पक्ष र पारदर्शी हुने गरी दोषीलाई कानुनी प्रक्रिया अनुसारले कानुनी दायरामा ल्याई दोषीलाई कारबाहीको लागि निर्णय पारित गरियो। आजको विषयवस्तु यही छ। सिग्नेचर गरेर अब सिग्नेचर यहाँ हामी सबैको नाम छ, अब गराउँछौँ होइन। यसमा कसैलाई केही भन्नु छ थप्ने केही? मैले त हजुरहरूले गरेको निर्णयमा मैले एक शब्द बोल्ने अधिकारै छैन। त्यो यो विषयमा त मैले केही बोल्नै मिलेन नि दाजु। यो हजुरहरूले आफ्नो निर्णयले गर्नुभएको कुरा छ होइन। त्यो कारणले गर्दा नगरपालिकालाई हजुरहरूले ज्ञापन पत्र बुझाउँछौँ, हामी यो गर्छौँ भन्दा मैले रोक्ने कुरा पनि होइन, मैले रोक्नु पनि हुँदैन होइन। अर्को कुरा मेरो अनुरोध यहाँहरूलाई के छ भन्दाखेरि हजुरहरूले यो थ्रेटर दिन चाहिँ पाउनुभयो होइन। निजगढ नगरपालिकालाई खबरदारी गर्न पाउनुपर्छ। तपाईँ हाम्रो यो दायित्व अधिकारभित्रको कुरा पनि हो होइन। 17 गतेसम्म हाम्रो म्याद रहेछ होइन। जस्तै हाम्रो कार्यपालिकाको बैठक 30 गते बस्यो। 30 गते पश्चात हामीले यो 2 गते पश्चात चाहिँ छानबिन समितिले मलाई त्यहाँ आउनको लागि आह्वान गर्नुभयो। भनेपछि 30 गते बसेको बैठकले निर्णय गरेको चाहिँ हो, तर 2 गते चाहिँ छानबिन समितिले यो प्रोसेस चालेको भएर अब 2 दिनसम्म हाम्रो म्याद बाँकी छ होइन। मैले तपाईँहरूलाई त्यही जानकारी गराएँ। यतिसम्म प्रमाण हुँदै पनि अनि टाइम चाहिँ किन यत्रो लम्ब्यो? यत्रो प्रमाण हुँदै पनि कारवाही गर्न यो विषयमा त मैले तपाईँहरूलाई के भन्नुपर्छ भने अब यो छानबिन समिति हुनुहुन्छ होइन। छानबिन समितिले चाहिँ मलाई बोलाएको बेलामा म उपस्थिति भएको पनि छु होइन। मैले गर्नुपर्ने सहयोग छानबिन समितिलाई गरेकै छु होइन। मसँग भएका अडियो रेकर्डहरूदेखि लिएर सबै कुरा मैले दिएको छु। अब यो ढिला सुस्ता किन भयो भन्ने विषयमा चाहिँ त्यो छानबिन समितिले पनि अझै गहिरिएर खोज तलासी गर्दै होला कि होइन, त्यो पनि हुनसक्छ। त्यो भएको कारणले पनि ढिलो भएको हुनसक्छ। अहिले गएर हामीले किन ढिलो गर्यो भनेर प्रश्न गर्न त पाइन्छ नि। सो यहाँहरूको विचार सुन्नु सर, पाइन्छ ढिला सुस्ता किन भयो भनेर प्रश्न उठाउन त पाइयो नि त छानबिन समितिभित्र म छैन। मलाई छानबिन समितिले बोलाए बापत उहाँले छानबिन समिति स्पष्टीकरण दिने हो। उहाँको दायित्व भनेको जस्तै मैले कुनै व्यक्तिलाई जस्तै अब सुजन श्रेष्ठले अनियमितता गरेर मैले पोस्ट गरेँ होइन। मैले त अब सुजन श्रेष्ठ त्यसको छानबिन पनि हुन्छ। अब यो मलाई जहाँसम्म लाग्छ यो मलाई अझै पनि यो टुङ्गोमा मलाई आउँछ जस्तो लागेको छैन। म अलिकति ढिलो भयो मात्र अब हामीले त कसरी हुन्छ निजगढ नगरपालिकाको जनतालाई चाहिँ यो छर्लङ्ग पार्नु पर्यो। ठिक छ, तपाईँले दिनुभयो होइन, भ्रष्टाचार एकदम राम्रो, त्यसमा तपाईँलाई अझै पनि आइन्छ नि सपोर्ट गर्छु। तर तपाईँले पनि गर्नुभएको चाहिँ चिजलाई तपाईँले पनि अलिकति ल है यो व्यक्तिले गरेको कुराहरू चाहिँ तपाईँले पनि सबै चिज छ नि ल यसको यो छ यो छ यो तपाईँ चाहिँ गराएर होइन यसलाई चाहिँ अब पारदर्शिता हिसाबले गराएर अलिकति चाँडोभन्दा चाँडो गराएर चाहिँ नगरपालिकाको जनतालाई सकेसम्म चाहिँ होइन भ्रष्टाचार मुक्त बनाउँ भनेर तपाईँले यो चिजलाई अलिकति तपाईँले पनि अलिकति चाहिँ फोकस दिनु पऱ्यो होइन।
बाँकी कुरामा हामी सपोर्ट छँदैछ निजगढको युवा सबै सपोर्ट छँदैछ दिल्ली युवाहरू होइन नगरपालिकाले के गर्नुपर्ने नगर्नुपर्ने अब बाँकी अब आउने प्रक्रिया त हामी जान्दिनँ होइन त्यो गहिराई कुरा त्यो भित्र के भएको छ हामी त जान्दिनँ होइन तपाईँहरूको के छ त्यो कुराहरू होइन कस्तो हो उनीहरूले कसरी त्यो निर्माण गरेको छ होइन सानो रकमको कुरा होइन यो होइन 6-6 लाखको चाहिँ कुरा आएको छ होइन यो कुरालाई त अब सामान्य चाहिँ लिएर त भएन भोलि 6 लाखले गर्दाखेरि निजगढ नगरपालिका 6 करोड खान सक्ने 6 करोडमा 6 अर्ब खान सक्ने आयो होला विगतमा बोल्ने मान्छे थिएन कि सबै मौन थिए कि यहाँ निजगढमा सबैको मुख टाल्यो त्यतिखेर होइन सबैको मुख टाल्यो भाउमा टालेको छ त अहिले पनि त बोल्दैन बरु उही सही चोकमा बसेर त्यो बुढापाकाहरू 10वटा गफ हान्छ कि एटलिस्ट उहाँले गर्नुभयो कि उहाँले आवाज दिनुभयो तर आजसम्म कसैले गरेको थियो त कसैले नि गरेको थिएन कसैले गरेको थिएन त्यही भएर उहाँले आवाज दिनुभयो तपाईँको लागि हाम्रो समर्थन छ साथ छ तपाईँले पनि के गर्नुहोस् भन्दाखेरि ठिक छ हामी जान्छौँ हामीलाई पनि के चाहियो भन्दा दोषी हामीलाई चाहियो कि दोषी व्यक्ति चाहियो हामीलाई अब यहाँ लम्ब्यो नि त यहाँ त अब तपाईँको 15 दिनको अल्टिमेट डेट दिएको थियो अब लगभग 2 दिन छ 2 दिन पनि मलाई यो टुङ्गिलो हात देखेको छैन मैले सरकार बुझ्दाखेरि अब त्यही भएर यो अहिले हामी यो ज्ञापन पत्र पनि बुझाउँछौँ नगरपालिकामा पनि होइन सँगसँगै तपाईँको चाहिँ अब त्यहाँ 2-3वटा निकाय छ प्रशासकीय उठाउँ पनि हामी बुझाउँछौँ होइन यसलाई चाहिँ अब तपाईँहरूले पनि अलिकति भ्रष्टाचारीको छानबिन गर्नलाई कुनै पनि दर्ता हुनु पर्दैन होइन ज्ञापन पत्र त बुझाउनु पायो त यार मैले यहाँहरूलाई एउटा जस्तै म निजगढ नगरपालिकामा मैले पनि सुनेको कुरा होइन जो व्यक्तिले चाहिँ फलानुले मलाई पैसा होइन यति लाख रुपियाँ पैसा माग्यो भनेर जुन व्यक्तिले मलाई भन्नुभयो होइन मैले दिने भनेको यहाँहरूलाई अथवा मैले निजगढ नगरपालिकालाई र सम्पूर्ण निजगढका पब्लिकहरूलाई मैले बोल्ने कुरा के हो भन्दा एउटै कुरा के हो भन्दाखेरि मसँग भएको अडियो जो छ त्यो मैले सार्वजनिक कति ठाउँमा गर्न बाँकी छ होइन आजसम्म मैले त्यो अडियोहरू मैले पब्लिक गरेको छैन होइन अब मलाई तपाईँहरू जस्ता व्यक्तिहरूले जस्तै म बागदेवबाट रोडसम्म आइपुग्दाखेरि मलाई 4 ठाउँ 5 ठाउँमा यस्तै ग्रुपहरूले घेरिरहेछन् कि आजसम्म पनि मैले यो विषयमा बोलेको छैन र यसको जवाफ आजसम्म मैले दिएको छैन तर पनि अब त मैले दिनुपर्छ नि त निजगढको पब्लिकले मलाई छोड्दैन नि अब किनकि सामाजिक सञ्जालमा मैले स्ट्याटस खडा गरेँ होइन आज चाहिँ निजगढ नगरपालिकाका सम्पूर्ण पब्लिकहरूको माझमा कुनै ड्यासमै बसेर मैले बोल्नुपर्छ भने पनि मैले त बोल्नुपर्छ मैले गलत गरेको हो भने म पनि गलत हुनुपर्छ मलाई पनि तपाईँहरू सबैजनाले गलत हो भनेर साबित गर्नुपर्छ कानुनी कठघेरामा म पनि उभिनुपर्छ होइन यदि नगरपालिकाका कर्मचारीले गलत गरेको होइन भने उहाँहरू पनि उभिनुपर्छ होइन जो दिने मान्छेले गलत बोलेको हो भने उहाँलाई पनि त कारवाही हुनु पर्ला अथवा उहाँहरू हो होइन अब मैले सत्य तथ्य बाहिर निकालेकै कारणले मैले मसँग भएको अडियो सार्वजनिक के अरे यो विषयमा चाहिँ निजगढ नगरपालिकामा मैले कुरा राख्दैखेरि मैले गलत हो भने चाहिँ मलाई कसैले गलतै साबित गरेर मलाई होइन तपाईँ कानुनी कठघेरामै उभिनुपर्छ यो गर्नुपर्छ भने पनि आई एम रेडी म जहाँ जान पनि तयार छु तर मबाट गलत केही भएको छैन है न मैले कसैसँग 1 रुपियाँ लिएको छु न मैले कसैलाई दिएको छु होइन मैले 3.5 वर्षको दौरानमा जुन खालको प्रमाण पाएँ जुन खालको रेकर्ड पाएँ होइन त्यो चाहिँ मेरा आम निजगढवासीको लागि चाहिँ त्यो घातक हो भन्ने कुरा मैले बुझेँ होइन किनकि आज जुन 6 लाख रुपियाँको काण्ड भइरहँदाखेरि त्यो ऋणको भागीदार को हो त निजगढ नगरपालिकामा प्रत्येक व्यक्ति तपाईँ हामी जस्ताले कर तिरिरहेको छौँ अघि मलाई उहाँ भाइले पनि मलाई फोन गर्दाखेरि त्यही भन्नुभयो कि होइन हामीले कर तिरिरहेछौँ मैले भाइलाई एउटा के रिक्वेस्ट गरेँ भने भाइ अहिले यो नगरौँ होइन केही समय कुरौँ न त कार्यपालिकामा निर्णय हुँदैछ